Hello guys, welcome to my vlog. Hi guys, hi. आज चाहिँ हामी यतिकै डुल्दै हिँडेको हजुर आमा आज हामी चाहिँ भ्लग बनाउँदैछौँ हैन हामी चाहिँ ऐसेलु खाने हिँडे ऐसेलु अहिले चाहिँ यो आन्टी हैन हाम्रो सानो पुलमा है त मसँग मासु लिन गए जस्तो गर्छ हैन अलि उतापट्टिको पसाउने त्यहाँको मासु काट्ने आन्टी कसम ल है आन्टी तपाईको बारेमा यस्तो भन्दै थियो म चाहिँ ऐसे खान मलाई फेरि त है ओइ तिमीहरूको यस्तो हुँदैन हेर्न मेरो त के यो अमलाई यसलाई टाढा पुर्यायो त पुरै गाइस हामीले चाहिँ आज हाम्रो नेल एक्सटेन्सन गरेको अनि हामी चाहिँ यतिकै हिँडिरहेछौँ ऐसेलु खानको लागि अनि यो चाहिँ हाम्रो रोड हो अनि हामी चाहिँ यहाँबाट यस्तो हाम्रो चाहिँ यो के अरे खोला हो यस्तो फोरी खोला तर यसको नाम चाहिँ इन्द्रावती खोला हो यही खोलाको नामबाट म पढेको स्कुलको नाम पनि राखिएको छ कहाँ बस्थे पहिला काम उ त्यता होला यतैतिर होला है ओइ तले वाला यार के थाहा छैन मलाई आची गरि सुरल कहाँ के रे छेरपार लाएर घर भ्लग बनाएको त कुनै तरिकाबाट त्यहाँ पुग्यो भने कुनै तरिकाबाट त्यहाँ पुग्यो भने मैले केही भने छैन है सबै उसले भने हो मान्छे ब्लाइजु भन्नु न भए भन्नु जति उसले भने हो अनि हाम्रोमा ज्ञानी हुन्छ एकदम ज्ञानी बलात्मी हाम्रो गाउँको मान्छे आएको थाहा छैन अब हामी पछाडिबाट देखाउँछ नि तपाईँहरू बलात्कारी पनि हुनसक्छ अनि हामी चाहिँ कहाँ हिँडेको हाम्रो चाहिँ यो घर हो गाउँ हो अनि गाउँघरमा हामी चाहिँ यतिकै डुल्न हिँडिरहेका छौँ यो चाहिँ हाम्रो पाखा हो गाइस के ओइ के हो यहाँ तल कुन चाहिँ घाँस लाग्यो पानै हुँदो रहेछ केही भन्छ छैन ऐसेलु खाना ल हजुर मुठो बाँध्ने हो भए तानिदिन्छौ कि रे कसरी तान्ने गाइजले चाहिँ काम पाए हामीले काम पायौँ यहाँ देऊ म त्यस्तो खिच्छ ल जाऊ तिमी पनि मलाई आउँदैन त्यस्तो काम मैले This is our sky. कहाँबाट तान्नु It is looking too pretty. Self obsessed म चाहिँ मलाई कस्तो के अरे संस्थाले भनेको कस्तो कम्फर्टेबली भन्नुहुन्छ मैले ट्राई गर्न खोजेको सकिनँ यहाँ यस्तो तपाईँ हेलो गाइज भनेको कस्तो मजाले भन्नुहुन्छ मैले त्यो ट्राई गर्न खोजेको मैले सकिनँ कि म भ्लगर म चाहिँ के अरे के भ्लगर रे धन्यवाद मलाई भ्लग गर्न सिकेँ म सगरमाथा चढेको ताली उहाँले चाहिँ सगरमाथा चढेर माथा सगर उहाँले चाहिँ माथा सगर चढेर विश्व कीर्तिमान कायम गर्नुभएको छ उहाँलाई सबैजनाले प्रोत्साहन गर्नु होला यस्तै यस्तै काम वर्षदेखि पिजी क्लासमा मेरो बारेमा पढ्नुपर्ने हुनेछ यस उहाँ निस्मा पराजुलीले चाहिँ माथा सगर चढेर पोस्ट पनि दिँदैछु यहाँ पासाङ लामु शेर्पाको ठाउँमा उहाँको नाम राख्नुपर्ने भएको छ गाइसहरू है मलाई हेल्प चाहिन्छ आउँछ अब उहाँलाई चाहिँ एउटा स्टुलको जरुरत छ त्यसलाई दे नानी ल मैले सगरमाथाबाट झारेको हिउँ चाहिँ यही हो गाइस होइन अनि यो चाहिँ हाम्रो नेचर एकदम स्वच्छ होइन इट इज मलाई कसरी राम्रो लागिरहेको छ यो स्काई मैले चाहिँ मोबाइल हातमा लिएँ भने यस्तै यस्तै कुरा मात्रै देखिन्छ बिकज आई एम अ नेचर अब्सेस्ड होइन नेचर अब्सेस्ड गर्ल ल यस्तो प्रिटी छ यो होइन यु क्यान सी इट्स टु प्रिटी तर यताबाट फ्रन्ट क्यामेराबाट चाहिँ देखिँदो रहेछ छिमेरो अनुहार तर उहाँ चाहिँ
घाँस काटेर लिएर आउँदो यिनीहरू मुठा बाँध्न बसेका मेरो खुट्टा बाङ्ग्रियो ल यस्तो परिश्रमी हुनुपर्छ गाइज Look how परिश्रमी he is. This is Harin. Yay. अनि उहाँ चाहिँ विश्वकै सबैभन्दा राम्रो साथी अनि उहाँ चाहिँ राम्रो कार्यकर्ता तिनजना मिलेर we did it. उता बाटो छ होला उता बाटो छ होला यो चाहिँ बाले काट्नु भयो देख्यो बा मैले के गरी भ्लग बना हेर्दैन किनभने मलाई के गर्ने आउँदैन सो के भन्छ र म अब इज्जतका साथ क्यामेरा हाम्रो भ्लगरलाई हस्तान्तरण गर्दैछु धन्यवाद सबैजनाले उहाँको भ्लगलाई हेरिदिनु होला नहेर्नु होला हेरिदिनु होला हेरेर उहाँहरूलाई अझ भ्लगहरू अरू बनाउनलाई प्रोत्साहन गर्नु होला गाइस ल अब हामी म यता आयो भने अरूलाई देखिँदैन कि म यतापट्टि बस्छु ल अब हामी चाहिँ ऐसेलु खाने ठाउँमा आइपुग्न लागिसक्यो है गाइज अब हामी टक्क आएर ऐसेलु खान जान्छौँ अनि तपाईँहरूले पनि हेर्नु होला ऐसेलुको दर्शन गर्नु होला हामी खान्छौँ तर हामीलाई चोखा नलाउनु होला है हामी चाहिँ खान्छौँ ल अब हामी ऐसेलुको बोटनेरी गएर देखाउँछौँ गाइसी हामीले के भेट्टायौँ म सानो भएको टेम्परेचर कस्तो खतरा छ नि यसको नाम मिमोसा होइन 10 मिनट प्लान्ट हैन 10 मिनट पनि हो अनि मिमोसा जस्तै लाग्यो मिमोसा नै भन्छ यसलाई हामी इन्द्रावतीबाट फर्किँदैछौँ कि हामी यतिकै घुम्न गएको अनि सियान दाइले मलाई यो देखेपछि एउटा जादु देखाउँछु भन्नुभयो होइन अनि यसरी छुन्नुभयो होइन बन्द भयो कि म त आमा दादा कसरी गरे मलाई पनि सिकाउनु न भने दादा देखाउनु भयो अनि यो पातमा नि गर्नु न भनेर चाहिँ ऱ्यान्डम पात देखाएको जादु म त मेरो इच्छाले मात्रै गर्ने हो भन्नुभयो अनि आउँदै यस्तो पात आए पछि देखाउनुहुन्थ्यो म चाहिँ हो क्यारे भन्थेँ नि अनि त्यसपछि मैले आफैले ट्राई गरेको एकचोटि चाहिँ अनि यस्तो पातहरूमा दादाले के गर्नुभयो चाहिँ मैले पोजिसन धरि यस्तो गर्दै गरेको तर नखिच्नु न तर मैले सकिनँ अनि त्यसपछि फाइनली मैले यही प्लान्ट भेट्टाएर मैले गरेँ अनि यो बनाऊ अनि त्यहाँदेखि मैले यसको नाम के राखिदिएँ होला त जादुई पात ओ माई गॉड ताली उहाँको ट्यालेन्टको कदर गर्नु लगाए सिरान दाइ तपाईँले फुल बनाउँछ उसको गलतफहमी पछि मात्र दूर भएछ तपाईँ एकदम खत्तम हुनुहुँदो रहेछ अरे मैले भने होइन उसले भने ल अब हाम्रो कहाँ हो हाम्रो डेस्टिनेसन कहाँ हो त्यहाँनिर हो छ कि त्यहाँनिर हो त्यहाँनिर मैले देखाइन छु हाम्रो त्यहाँनिर हो तर यहाँ देखिँदैन के भयो यहाँ को घाइते भयो एम्बुलेन्स बोलाउने हो कसको फोन हो त्यो कुन त्यही भन्छु म तेरो त होइन जस्तो लाग्यो मलाई